वेलकम टु माई अनदर ब्लग। आज चाहिँ म यस्तो विशेष कामले क्याम्पसको कामले पोखरातिर जाँदैछु। त्यही पोखराको कामले जाँदाखेरि चाहिँ आज यता दाउने नारायणघाट हुँदै केटाहरूसँग प्लान बनाइएछ। चुबुडी सन्दीप र चुबुडी आउँदैछन् उता काठमाडौँबाट शङ्करेको बाइकमा। साँझ उतै भेटुनी हो मानुङकोट दमौली, त्यहाँ आज बसिन्छ। ल अरू चाहिँ म घरबाट निस्किन लाग्यो अहिले। अब बाटोमा सुट गर्दै जाँदैछु। ल थ्याङ्क यू। हाम्रो ग्यारेजको साहु है उहाँ चाहिँ। खैलो हेलो गरिदिनु न, के हो र यार हाम्रो ग्यारेजको साहु। अनि उहाँ चाहिँ हाम्रो ग्यारेजको मिस्त्रीजी। खै हेलो गरिदिनु क्या यहाँ छिटो। हाम्रो घरदेखि यहाँ नजिकै छ है यो ग्यारेज, हामी सबै बनाउने है यो। ल म चाहिँ अब निस्किँदैछु। ल सी यु अन द वे। अहिले म घरबाट निस्किएर अगाडि लागेँ। अब अगाडि बढ्दै जाउँ। मोबाइल सोबाइल वालेट सलेट सब राखेर हिँडेकै छु के अरे होइन। यति भएपछि त कसो नहोला र होइन। ठिक छ ल, चोक पनि आयो। बाटो यस्तो बन्दैछ के अरे होइन। बाटो राम्रो बनिसकेको छ, अझै बन्ने क्रम जारी छ। यता परासीको बाटो पनि पुरा निर्माणाधीन छ, पुरा बन्दैछ, चाँडै बन्ला। हाम्रो सुनवल चोक कस्तो छ, कस्तो बनिरहेछ भनेर यसो देखाउँ भनेर हो। देओस् बाटो लगभग बनिसकेको छ। ल अगाडि बढ्दै गरौँ है त। हाम्रो आलम दाईको ग्यारेज, कार ग्यारेज। यहाँ कार बनाउनु दिएको छु मैले, ऊ त्यहाँ छ गाडी। आलम दाई चाहिँ त्यहाँ हुनुहुन्छ। अब यहाँ यसो गाडी बनाएको हेर्न आँटेँ। अब यहाँबाट म निस्किँदैछु। हामी बरघाट आइपुग्यौँ। बरघाट यताको वान साइडेड बाटो बन्नै बाँकी छ। फर्स्ट बर्दाघाट एक्सपो 2082 भनेर यहाँ ब्यानर रहेछ। ल बाटो चाहिँ यस्तरी बन्द लाग्छ। हाम्रो जितु दाईको घर रोयल कलेक्सन लेखेको यही हो। बरघाट एक्सपोमा पनि के गर्दै हुनुहुन्छ तयारीको लागि। अब हेर्दै जाउँ अगाडि। दाउन्ने उकालो चढौँ झरौँ। कतिको धुलो छ, कतिको बाटो बनेको छ, म एकदम देखाउने कोसिस गर्नेछु। यहाँ चाहिँ यति यो पिच चाहिँ अहिलेसम्म बनेको रहेनछ क्या। बन्न त पर्ने हो, खोइ किन बनेको छैन कुन्ने। टिसिएन चोक भन्छन् यसलाई। यता चाहिँ त्रिवेणी जाने बाटो भइहाल्यो। अब हामी चाहिँ ल अगाडि लाग्दैछौँ है त। पुरै पहाड काटेर बनाएको छ है। हाम्रो चाहिँ यहाँसम्म चाहिँ आरसिसी पिच र आरसिसी रहेछ। अब यहाँदेखि कच्ची सुरु भएको छ है। अब निर्माण कार्य त जारी नै छ जस्तो देखेको थियो। हेरौँ कहाँसम्म रहेछ। उताबाट
पानी हाल्दै नै आएको रहेछ आउन त। यति कच्ची रहेछ यहाँदेखि त फेरि आरसिसी ढलान नै रहेछ। डेन्जरै छ है, अझै पनि धुलै धुलो छ। निर्माणाधीन छ नि त, निर्माण कार्य जारी छ। कहीँ कच्ची कहीँ आरसिसी भइरहेछ। धुलो धेरै खाइयो, त्यही भएर यसलाई जित्नु पर्यो भनेको हो। गाडी आइहाल्यो उताबाट फेरि दुईटा कार। धेरै धुलो उडायो, जित्नु त पर्यो। ल यस्तै छ बाटो बजार आइयो। यस्तो रहेको छ है, कामहरू भइरहेछ। BYD डल्फिन यस्तो कलरमा पनि आउँदो रहेछ यार, पर्पल भन्ने कि के त्यस्तो देखेको थिएन म त। ल बजार कस्तो छ हेर्दै जाउँ है त। घाटा घाटा गरेछ त, यो के हो, ट्रक भएको हो कि के हो यो बाइक यार। ए टराहरू त लब लब हटाए जस्तो भयो त। ल बजार चाहिँ यहाँको सबै टरहरू हटेछ। मन्दिर जाने बाटो चाहिँ यतै माथिबाट हो के अरे होइन, यसरी यहाँबाट माथि जान्छ। ल दाउन्ने देवी कि जय भन्ने अनि अगाडि बढ्ने होइन त, त्यही गर्नु पर्यो। बाइक डक छ जस्तो लाग्यो मलाई। एकचोटि खै ह्यान्डल चेक गराएर चाहिँ निस्किनु पर्ला। फेरि माटो फेरि अलिक चिप्लो चिप्लो रहेछ कि, यस्तोमा फेरि अलिक डर हुने के। हावा धेरै छ क्या बाइकमा यार, पुरै बाइक लस के जस्तो भयो। यो त यत्रो खाल्टो खन्यो अन्त यार। माथिल्लो उकालो साइडहरू बनेछ क्या, यता त भने यस्तो रहेछ। हेरौँ अगाडि बाटो चाहिँ डेन्जर रहेछ है। यतातिर त गुडुङ 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 यस्तो खतरा रहेछ है। इ गुडुङ 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 वालै रहेछ कि रहनु पनि। आरसिसी पनि अलिकति बनाएको रहेछ यता होइन, तर बाटो चाहिँ यस्तो छ। ल बनाउँदैछ जोस यता।
अलिकति बाटो यस्तरी बनाएको रहेछ, त्यही भएर वान वे जस्तो रहेछ। वान वे चाहिँ यहाँ एउटा रहेछ भनौँ न अहिलेलाई, हाललाई साइड दिनु पर्दो रहेछ कि यस्तरी। ठिकै छ ल, बर्खासम्म अगाडि भ्यायो भने त धेरै राम्रो उपलब्धि हुने थियो होइन। यसलाई जितौँ पहिला, धन्न त्यति धेरै धुलो उडेको छैन यार। म त खत्रै धुलो होला भनेर सोचिरहेको थिएँ। म त बाइकमा हिँड्दा आजसम्म खतरनाक धुलो खाएको देखेको भनेको त यही नै होला, दाउन्नेकै बाटोमा होला। ल अगाडि फेरि लाइन लर्को छ त गाडीको त, सर जाम चाहिँ छैन। जाम अब हुन चाहिँ नपर्ने नै हो होइन, गाडीहरू मजाले आइरहेछ। अब बाइकवालालाई पनि कहाँ अनि बाइक त छिरिन्छ होइन र सकेसम्म। यो गड्याङ गड्याङवाला चाहिँ खतरा रहेछ क्या। डेन्जर रहेछ। घडी पनि लाएर हिँड्दैन फेरि, कति बज्यो कुन्ने केटाहरू 4 बजीतिर हिँड्ने भन्थे। अहिले तल गएर एक ठाउँमा रोकेर एकल फोन गर्नु पर्ला होइन त। ए बाटो त गाडाङ र गुडुङ रहेछ नि त। ल यस्तै रहेछ बाटो। अलिकति आरसी ढलान पनि भेटाइयो। हामी आयो अहिले विश्वकर्मा मन्दिर। ल है त विश्वकर्मा बाबाजी रक्षा गर्नुहोस्। यात्रा गरेको गर्छु म चाहिँ, अलि कल्याण गर्नु होला मलाई चाहिँ, अरूलाई भन्दा अलि धेरै है त। ल बाटो चाहिँ फेरि यस्तै रहेछ। तलको बाटो चाहिँ लगभग धेरै नै यस्तो रहेछ यार। अस्ति नि आउँदा यहीँ हो, खत्रै खाल्टो खनेर उ गरेको थियो। यहाँ यस्तो बनाएछन् क्या हो, ठिकै छ जाँदै गरौँ। धुलोले रुगा लाग्ला जस्तो छ, अरू कुरो त यस्तै हो। इन्डियन गाडीलाई त बसको ड्राइभरले त थर्कायो त। घन्ट्याङ र घुन्टुङै रहेछ।
तलको साइड चाहिँ अलि धेरै नै बनाउन बाँकी रहेछ। अरू त लगभग ठिकै हो। यहाँ आरसिसी ढलान, आरसिसी ढलानको माथि माटो जमेर यस्तो छ। अब यो पानी पर्दाखेरि पनि सबै त पखालिन्न होला, नपखालेर अब अनि चिप्लेर गाडी दुर्घटना हुन्छ, गाडी उकालो चढ्न सक्दैन। हुन त शीतलहर पऱ्यो भने फेरि गाडी उक्लिन सक्दैन, उकालो चढ्न सक्दैन, अनि बाटो बन्द हुन्छ। पानी पर्दा पनि त्यस्तै हुन्छ। ल यहाँ चाहिँ अहिले ठ्याप्पै रोकिनु नै पर्ने अवस्था रहेछ है। तल्लो भाग चाहिँ आरसिसी भइसकेको रहेछ है। ल हेर्नुहोस्, तल्लो भाग चाहिँ आरसिसी भइसकेको रहेछ। राम्रै आरसिसी भइसकेको रहेछ यताको भाग त। अब त लौ टुप्पामै आइन लाग्यो होइन र। झन् ठ्याक्क लास्ट उकालोमा त धुलो रहेछ त। झन् बाटो बनाउनु पर्ने थियो नि। इम्प्रेसनै उताबाट आउँदा त खराब भइगयो नि। दामी धुलो उडाउनु त यार। अब यतिको भएपछि जे होस्, जामै चाहिँ हुन नपर्ने हो। त्यहाँ एउटा वान वे बाइक। ल झरियो दाउनेको ओह्रालो पनि दुम्की बास आओ होइन। बाटो यताको तल बनिसकेको रहेछ क्या हो। यताको चाहिँ बन्दैछ। ई ड्राइभ ल यही हो त। अहिले फेरि मेन्टेनेन्सको काम चलिरहेछ यो नयाँ पुलको। अब यताको पुल त बिजोकै छ, त्यही भएर हामी चाहिँ यो अल्टरनेट वे यो लिएर जाँदैछौँ। लास्टै धुलो छ भन्ने खबर पाएको छौँ। अब हेरौँ, यस्तो आजको दिन यस्तो दिन परिरहेछ कि फेरि ठ्याक्कै। जहाँ जोला जितेर हिँड्यो पनि के भएर पर्ने त पछि ट्रक्कै पछाडि आइज यो धुलोमा। ए भगवान्, लाइट त बालेर हिँड्नु पर्दो रहेछ।
धुलोमा के देखेको छैन यार, लास्ट धुलो रहेछ नि यो त। यो धुलोले बिरामी हुन दिएको छैन मान्छे। यता हो कि यता हो, यतै होला के अरे। यता एरो देखाएपछि त होइन र, तर धुलो चाहिँ दामी धुलो रहेछ है, एकदम मजाको धुलो। पुलमा बाटो हुँदा हुँदै पनि यस्तो बाटोमा परियो त आज यार, कस्तो ब्याड लक रहेछ त मेरो यार। आज धेरै पछि एक्लै हिँडेर केटाहरूलाई नभनिकन हिँडेको, केटाहरूले सरापेछ नि क्या यार, ब्याड लकै पारे त यार। त्यस्तो राम्रो सर्लकको पुल छोडेर यता त पुरा दुई ल्याए नै ट्याक्क बने जस्तो छ के हेर्दा त। ल अगाडि देखा, वंशी सिमेन्ट बाटो यता छ है। हामी चाहिँ अब अगाडि बढौँ। खोला आइपुग्यो, अरुण खोला। अरुङ खोलाको बाटोको अवस्था यस्तो रहेछ है, अझै बनेको छैन रहेछ। पुरानो पुलबाटै आवत जावत भइरहेको रहेछ, ठिकै छ। यता चाहिँ काम चाहिँ दियोस् अलिअलि चाहिँ भइरहेको देखियो के अरे होइन। यहीँदेखि नै पिच रहेछ। ल अगाडि देखाउँदै जानेछु म है त। यो चोरमाराको ओह्रालो झरियो, चोरमारा बजार। बाटो चाहिँ आरुङ खोलादेखि यहाँसम्म चाहिँ पिचै छ है, पुरै पिच भइसकेको छ।
मैले चाहिँ यहाँ अलिकति दिमाग लगाउन लाग्छु त्यो पुलमा के हो ब्लकेज रहेछ त्यही भएर यताबाट हाल्न लाग्छु है अब म सही छु गलत छु चाहिँ थाहा भएन यहाँ चाहिँ अलिकति ब्लकेज देखेँ अनि त्यही भएर यताबाट हालिदिएको अहिले मैले ठिकै त गरेँ होला के अरे होइन र नयाँ पुलबाट हिँड्यो ल चोरमाराको नयाँ पुल यो पुरानो पुल चोरमारा बजार यस्तो छ है चोरमारा बजार रायस अङ्कलको ससुराली जाने बाटो पनि यतै भइहाल्यो कि होइन र यहाँ पनि फेरि बन्दै रहेछ त फेरि यतै नै हेर्छ कि जाने त आखिर जाने त यतै नै रहेछ ल ठिक छ अगाडि बढ्दै गरौँ होइन त ल अगाडि देखाउँदै गर्नु डन्डा बजार आइयो डन्डा बजार अहिले सुनसानै रहेछ बजार आज खै किन शुक्रबार बन्द हुँदो रहेछ क्या यता बाटो चाहिँ लिली छ है यतातिर पुरै ल अगाडि बढ्दै गरौँ हामी आइपुग्यौँ इन्द्र चोक लेखेको भनेपछि काउसोती बजार यही हो है कवासोती बजार यही नै हो प्रहरी कल्याण कोष पेट्रोल पम्प रहेछ त यहाँ थाहा छैन मलाई त अगाडि बढ्दै गरौँ अझै चौधरीदेखि अगाडि चाहिँ यहाँ रोड मार्किङ पनि गरेर रहेछ है यो येल्लो व्हाइट यो ल्याम्प फुटाएर होइन राम्रै देखेछ भनौँ बिचमा झाडी झाडी छ यसमा टक्क प्लान्टेसन भएपछि चाहिँ अझ राम्रो देखेला अहिलेलाई चाहिँ मार्किङ गरेर टक्क यस्तो देखेको छ है आज यो गोप्रोको अलिकति स्ट्यान्ड पनि अलिकति यति माथि राइज गरेको छु अझ राम्रोसँग देखा भनेर प्रोबेबली आज राम्रै देखेको छ होला ल मार्किङ गरेको यो यहाँ यस्तो देखेको छ है तर जहाँ जतिवटा लेन बनायो भने हाम्रो नेपालमा एउटै लेनमा हिँड्छन् गाडीहरू खै के हो कुन्नी यत्रो मार्किङ गरेछ यत्रो लेन बनाएको छ एउटै लेनमा होङ्सी सिमेन्ट लिएर हिँडेको छ है यो ट्रकमा होङ्सी सिमेन्ट यहाँ फेरि कता कता अचाल स्पिड लिमिट पनि लगाएको छ त्यही भएर एकदम ख्याल गरेर हिँड्नुपर्छ फेरि स्पिड लिमिट यताउति भयो भने त फाइन परियो त्यही भएर एकदम सतर्क भएर हिँड्नु सतर्क ल अगाडि अब खिच्दै जाउँ आइयो अहिले सिजी चौधरी ग्रुप ल चौधरी ग्रुप सिजी इन्डस्ट्रियल पार्क यही रहेको छ गेट ल बाटो चाहिँ यतातिर अब बनिसकेको छ सबै नयाँ दिशा सही गन्तव्य लेखेको रहेछ त्यहाँ एउटा के हो कुन्ने ल ठिक छ ल अगाडि बढ्दै गरौँ है त ल अब गैँडाकोट प्रवेश गऱ्यौँ भनौँ न यो ठ्याक्क आएपछि मलाई फेरि गैँडाकोट के यो ठ्याक्क उपत्यका छिरे जस्तो बाटो लाग्छ कि यो फेरि अब थुम्सी आउँछ थुम्सी यही हो थुम्सी चाहिँ
भनेपछि यहाँ कता हो गरे? यहाँ हो कि कता हो? पाते ढेँडो भनिन्छ क्या, पाते ढेँडो। त्यहाँ चाहिँ सुरुचोटि खाएको चाहिँ दामी खुवा थियो होइन। सेकेन्डचोटि खाँदाखेरि चाहिँ ठिकै ठिकै लाग्यो। खै अब के भएर हो? ठिकै छ, अगाडि बढ्दै गरौँ। अहिले हामी आइपुग्यौँ गैँडाकोट छौँ होइन। गैँडाकोट छौँ, नारायणघाटको पुल आयो। हुन त यहाँ जहिले भिडभाडै हुन्छ। ए मेला लागेको रहेछ नि त। मेला लागेको भएर अझ एक्स्ट्रा भिड। अनि यहाँ बोटिङ पनि छ नि त फेरि। यहाँ बोटिङ पनि छ। यो बोटिङ मजा आउँछ। बोटिङ सुई मजा आउँछ बोटिङ। यहाँ पुलको तलबाट यस्तरी लिएर गएर अनि यस्तरी लिएर आउँछन्। यहाँ अर्को पुल, नयाँ पुलको लागि काम भइरहेको रहेछ होइन। हामी चाहिँ अहिले ठ्याक्कै नारायण चोकमा आइपुग्यौँ। अब हामी चाहिँ सिधा गयो भने चाहिँ अब महेन्द्र राजमार्ग भइहाल्यो के अरे पूर्व। सिधा हामी चाहिँ पश्चिमतिर, यता उत्तरतिर भनौँ न, उत्तरतिर लाग्छौँ। यो बाटो सिधै जान्छु, अब मुगलिङसम्म जान्छ यो बाटो। पोखरा 124, काठमाडौँ 144 किलोमिटर रहेछ। अब आठटारी आउन लाग्यो। आठटारी अब यहाँबाट बाटो चाहिँ सबै राम्रै होला जस्तो छ के अरे। पहिले बनाइसकेको बाटो हो होइन। ठिक छ, यसको ब्याट्री पनि भ्याइएछ, ब्याट्री पनि चेन्ज गर्नु छ। आठटारीको दासढुङ्गा मदन भण्डारी र आश्रित भण्डारी नै हो क्या। यहाँ चाहिँ म चाहिँ यसो किन यो ठाउँ चाहिँ अलिकति विशेषै लाग्छ मलाई चाहिँ। म त सधैँ आउँदा यसो बरु एकचोटि ढोकै गरेर जान्छु। बाटो चाहिँ यस्तो रहेको छ। बाटोमा पुलहरू चाहिँ यस्तरी छ है। यो पहिलाको पुरानो पुल हो त्यो, यो चाहिँ नयाँ पुल हो। ब्याट्री त छ अलिकति, तर यसले किन ब्याट्री लो भन्थ्यो है कुनै गोप्रोले के भन्नुपर्छ। बाटो चाहिँ यस्तो रहेको छ है। अगाडि इन्डियन नम्बर प्लेट बिहार भनेको बिहार होइन र भनेर स्वागत रहेछ। यहाँबाट चाहिँ इच्छा मनोकामना चल्दो रहेछ है। सिमल ताल पनि यतै हो जस्तो लाग्छ मलाई, आउनुपर्ने हो। त्यो एउटा बस निकालेछ के अरे, कता के भयो कुनै। गाडीको बाटो चाहिँ खतरा लाग्छ क्या। जलगिरी 1 किलोमिटर रहेछ है हो यो बाटो। अनि यो जुन यो पानी देखिन्छ, त देखिन्छ किन कुनै यस्तो बाटो देखिन्छ कि यस्तो। हामी अहिले मुङलिङ आइपुग्यौँ। मुङलिङ बजार। अब यताबाट राइट लागे काठमाडौँतिर हो के अरे। अब हामी चाहिँ लेफ्ट। अहिले चाहिँ मुङलिङ बजारमा यसो रोकिएको थिएँ। केटाहरूलाई फोन गरेको, केटाहरू अझै नहिँडेर हिँड्छन्। 7 बजी हिँड्ने भनेछन् चुप्टी र सन्दीप। यहाँ चाहिँ एउटा क्याफे रहेछ। यो क्याफेमा कफी सफी खाइयो। अब चाहिँ अगाडि लागिन्छ है त। अगाडि लाग्यो। यो चाहिँ पुरानो पुल मुङलिङको, यो चाहिँ नयाँ पुल। अब राति भरिसकेछ। अब हेरौँ
कतिको देखेको छ होइन। ल अगाडि बढ्दै गरौँ है त, बाटो छुट्याउँदै गरौँ। यो चाहिँ खै के हो, हाइड्रो छ यहाँ एउटा, यो चाहिँ अन द वे जस्तो पक्रिसकेर हेर्दा त नाम त थाहा भएन। स्विगीले एकचोटि इन्टर्नसिप हो कि के गरेको हो, अगाडि त के देखियो होला र होइन। ल त्यसो भए अगाडि अहिले आयो आमुक खैरेनी हो जस्तो लाग्छ मलाई। यो यतातिर गयो भने गोर्खा, हामी चाहिँ पोखरातिर लाग्दैछौँ। आमुक खैरेनी बजार। अगाडि बढ्दै जाउँ। डुम्रे बजार आइयो, डुम्रे। यतातिर राइट साइडबाट गयो भने चाहिँ बेसी सहर, लमजुङ बेसी सहर होइन। यताबाट गयो भने लमजुङ बेसी सहर हुँदै तिलिजु सिलिचुन जान सकिन्छ। अब हामी चाहिँ यो डुम्रे बजार छोडेर अझै अगाडि लागिँदैछ। अब बन्दीपुर पनि माथि, बन्दीपुर जान पनि सकिन्छ, केबल कार पनि छ। लेट्स सी, लेट्स मुभ फरवर्ड। दमौली आइपुग्यो, दमौली। अब रातिको बेला कतिको देखेछ कुन्नी दमौली बजार। बाटो त लगभग 2 ल्यानै रहेछ, धेरैमा 2 ल्यान छ, तर यो धेरै टर्निङ छ, धेरै टर्निङ। सहजतापूर्वक हिँड्नुपर्छ यहाँ त। ल अगाडि बढ्दै गरौँ। अब कता जाने? दमौलीको पुल आयो है, दमौलीको पुल आइयो। यति अफरोड रहेछ। पिच अझै बनाएको छैन त्यहाँ छेप चाहिँ। पुल कटेपछि लेफ्ट भनेको त्यहाँ त लाइट बोलेको ठाउँ जस्तो लागिरहेछ मलाई। यताको भाग होइन छ, राइट साइड लेफ्टतिरकै भाग रहेछ। मानुङकोट जान्छ होला। मानुङकोट जाने बाटो यही हो ब्रदर, मानुङकोट जाने बाटो यही हो। हस्, अलिकति माथि गएर फेरि यता बोर्डै छ। हस् ल, यो हाइवे छोडेर हामी चाहिँ यता लेफ्ट हुँदै लाग्नु पऱ्यो। त्यहाँ बोर्ड पनि छ नि त, त्यही पनि यसो सोधेर गए अझै सेक्योर्ड भयो नि त होइन। बाटो चाहिँ ठिकै राम्रै छ जस्तो सकेर हेर्दा त। कहाँसम्म राम्रो छ, ल लेट्स सी। ल फाइनल्ली केटाहरू आइपुगेको छैन। कति बज्यो यार, रातिको 1 बजे लाग्यो। केटा कति घन्टामा आउँछ अरे? 3 घन्टामा आउँछ भनेर। फाइनल्ली केटाहरू आइपुगेको छैन। कति बज्यो यार, रातिको 1 बजे लाग्यो। केटा कति घन्टामा आउँछ अरे? 3 घन्टामा आउँछ भनेर। सुन्नु चुडे एकचोटि त चिलाउँदा मजाले यहाँ त यसले रातै भएमा धुलो कस्तो दिमुलिम गयो है। नचिला भोलि फेरि भाउजूले गलत बुझ्नु होला, टेन्सन होला। बा हिजो त 5 बजे तँलाई के भन्न छ किन अरू केही छैन। तँलाई ढाड हात सबै दुखेछ, चाकको किमा भयो।